च्यानलको नाम चाहिँ एसपी स्पोर्ट हो। हजुरहरूले देख्न सक्नुहुन्छ अगाडि हजुरको हैन मेरोमा चाहिँ सब्स्क्राइब गरिदिनु होला हैन। म चाहिँ एकदमै सब्स्क्राइबरको जरुरत छ मलाई। अनि साथमै रहेको बेल आइकन साथै कमेन्ट पनि गरिदिनु होला है त। अब म चाहिँ नयाँ भ्लगमा आइसकेको छु। यहाँ चाहिँ हुनुहुन्छ मसँग सुबिन पराजुली भन्ने अभिषेक वाइटीको बिग बडो फ्यान छ हैन। उसले चाहिँ प्रोफाइल सुधा आफ्नो युट्युबमा हैन अभिषेक वाइटी भनेर राखेछ। उहाँ चाहिँ पुष्कर पराजुली नेपालको डन, वान अफ द बेस्ट डन हैन। उहाँ चाहिँ एकदम छाडा हुनुहुन्छ हैन। माइन्ड नगरिदिनु होला हैन। यो चाहिँ एक नम्बरको डान्सर जस्तै त्यो दुर्गेश थापाको फ्यान हो हैन। त्यही भएर आच्चा डान्स गर्छ। आच्चा प्रियंका हैन। यो चाहिँ एकदम दुर्गेश थापाको चोरी शुद्ध हाल्छ के। अनि प्रियंका कार्कीको त झन् बिग प्रशंसक, बिग एकदम बडो प्रशंसक हो। अनि अब चाहिँ म चाहिँ क्रिकेटको एकदम फास्ट बलरमा चाहिँ बुमरा पनि मेरो बिग फ्यान हो हैन। हजुरहरू बुझ्न सक्नुहुन्छ अब म कस्तो बलर हो भन्दै हैन। बुमराले सुधा मेरो तारिफ गरेछ के हैन। म बुमराको चाहिँ एकदम बडो प्रशंसक हो। अब उल्टो भएछ अलिकति, मैले भन्न अलिकति मिस्टेक गरेँ हैन। बुमराको चाहिँ उ चाहिँ अनि म चाहिँ आरसीबीको ठुलो प्रशंसक हो। अनि आरसीबीबाट चाहिँ अब कोहलीले चाहिँ अब के भन्नु टेस्टबाट रिटायरमेन्ट लिनुभयो। त्यसमा चाहिँ मलाई साह्रै दुःख लागेको छ हैन। अनि आरसीबीको बडो प्रशंसक हो। अनि म चाहिँ अहिले बिस्तारै बोल्दैछु हैन। अनि म चाहिँ अहिले घरमा छु, त्यस कारणले अहिले म बिस्तारै बोल्दैछु हैन। यस्तै छ। अब म होमवर्क गर्छु अनि भोलि बिहान उठ्छु है त। भोलि बिहान भेट्छु है त हजुरहरूलाई। भोलि बिहान अब अर्को भ्लगमा अहिले बाइ त नभनौँ हैन। अलिकति कन्टिन्यू गर्ने बाँकी छ। अब अलिकति मिस्टेक चाहिँ भयो क्या। अब आरसीबीले यसपालि कप उठाउँछ कि उठाउँदैन त्यो बिग चान्स हैन। मलाई चाहिँ भरोसा लागिरहेछ यसपालि मुम्बईमा। तर पनि आरसीबीको हो 17 वर्ष त नभनौँ, मैले बिचबाट हेर्न थालेँ हैन। मै 17 वर्ष होइन हैन। तर आरसीबीको फ्यानहरू चाहिँ लोयल हुन्छ, त्यो चाहिँ मजा गर्न सक्छु हैन। आरसीबी इज द लोयलिटी एन्ड विराट इज माई आइडल। इट्स क्यान बी ओन्ली के भनौँ अब हैन। आई क्यान थिङ्क इट्स माई इन्सपिरेसन एन्ड ही इज माई गुड idol and I believe him. Please Virat, you can take 100th century and अहिले चाहिँ उहाँको चाहिँ 82 भयो क्या सायद हैन। सेन्चुरीहरू हाफ सेन्चुरी पनि आइपिएलमा कन्टिन्यू हुँदैछ त्यस्तो सबै म्याचमा आइपिएलमा हैन। अब चाहिँ हामी 20 कतिमा हेर्नेछौँ, 20 मेमा हेर्नेछौँ है त। 20 मे सरी 17 मे शनिबारको दिन बेलुका म भेट्नेछु हजुरहरूलाई है त। भेट्नेछु त्यो आइपिएलको म्याचमा। अब आइपिएलको म्याच त त्यस्तै हो हैन। आइपिएलमा त अब उस्तो दिन सक्दिनँ म प्रेडिक्सन त त्यस्तै हो। म चाहिँ बुमराको एकदम ठुलो फ्यान हो हैन। तपाईहरुले भनिसक्नु भयो हैन। अनि बुमरा चाहिँ मेरो फ्यान हैन। म चाहिँ बुमराको फ्यान हो क्या। अलिकति स्टाइल मिल्दैन तर फास्ट बलर चाहिँ म अलि मिडियम खालको फास्ट हो हैन। अनि त्यति साह्रो नि फास्ट त गर्दिनँ हैन। जस यस्तो घुमाएर अलिकति टुर्नामेन्ट खेल्न नसक्ने खालको छु हैन। अलिकति नि घटिया नम्बर 1 बलर छु हैन। अब एउटा के हाल्दिनु, अब मैले बलिङ गरेर भिडियो खिचाएको हैन, नत्र त म हाल्दिन्थेँ हैन। बलिङ टुर्नामेन्ट खेल्न सक्छु नि। यो चाहिँ एकदम ठुलो बलर हो है। उभि गर्छ यस्तो ठ्याक्क पारेर हैन। यो गरेर अनि यस्तो गरेर गर्छ हैन। मलाई चाहिँ हाँस उठ्छ के यसले गरे बलिङ देख्दा। त्यसरी त्यसले गर्दैन यस्तो गरेर यस्तो चाहिँ गर्दैन त्यसले गर्छ हैन साथीहरु। अनि गाइजहरु अनि सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला मेरो च्यानललाई पनि है। सबजनाले भ्लग पुरा हेर्दिनु होला हैन। छोटो र अलिकति
मिठो पनि छैन भनौँ होइन, मिठो पनि छैन होइन। अनि साथै म एउटा गेमिङ च्यानल खोल्नेवाला छु होइन, त्यसमा चाहिँ म क्रिकेट रिलेटेड तथा अन्य गेमहरू खेलेर तपाईँहरूलाई प्रशंसा गर्नेछु। होइन म च्यानलको नाम अर्कै राख्छु, त्यसको लागि चाहिँ अर्को भ्लग हेर्नुपर्छ। साथै अब म भोलिदेखि क्रिकेटको भिडियोहरू हाल्नेछु भन्दै आजको लागि बाई बाई।